नेपाली जनताले तिरेको करको रिटर्निङ चाहिन्छ कि चाहिँदैन? सबै नेपाली जनताको समान हक हो कि होइन? यदि समान हक छ भने म सोध्न चाहन्छु, अहिलेको 19 खरब 64 अरब रुपियाँलाई यदि 165 निर्वाचन क्षेत्रमा बाँडियो भने 11 अरब 90 करोड रुपियाँ हुन्छ, झन्डै 12 अरब हुन्छ। म सम्माननीय सभामुखलाई भन्न चाहन्छु, यस्तो अत्याचार किन भयो? यसरी असम्मान किन भयो? नेताजीको क्षेत्रमा पुरै बजेट खन्याइयो, अरू सांसदहरू हेरे जस्तो भयो। नेपाली जनताले तिरेको कर के नेताहरूको भुँडी भर्नलाई हो? जनताहरू हेरे हुने र नेताजीहरू मालामाल हुने? यो जो असमानता देखिएको छ, यो बेइमानी देखिएको छ। कसैको पैसा लिएर सामान दिएन भने त्यसलाई ठगी भन्छ, कसैले काम गराएर त्यसको रिटर्निङ दिएन भने त्यसलाई बेइमान भन्छ, त्यसलाई अपराध भन्छ। सरकारले के न्याय गरिरहेछ कि अपराध गरिरहेछ भनेर सोध्न चाहन्छु। नेपाली जनतासँग पैसा लिने र त्यसको रिटर्निङ नदिने ती सरकारलाई के भन्ने? आज नेपालमा 6743 वडाहरू छ। यदि 19 खरब 64 अरबलाई भागा गर्यो, डिभाइड गर्यो भने एउटा वडामा 29 करोड रुपियाँ पर्छ। 753 पालिका छ, एउटा पालिकामा डिभाइड गर्यो भने 260 करोड रुपियाँ पर्छ। म आम नेपाली जनताले भन्न चाहन्छु, तपाईले आफ्नो मोबाइलमा एकचोटि भागा गरेर चिरिचे गर्नुस्। यदि प्रभु शाह गलत बोलिरहेछ भने मलाई सोध्नुस्। यदि प्रभु शाहले सही बोलिरहेछ भने ती सत्ताधारी पार्टीका अगाडि पछाडि गर्ने पार्टीका कार्यकर्तासँग र ती नेतासँग सोध्नुस् भनेर म विशेष आग्रह गर्न चाहन्छु। यसरी दिनलाई रात बनाउने बेइमानी भइराख्दा सभामुख र हाम्रो यो संसद टुलटुलु हेरेर बस्छ। हामी हेरिरहेछौँ नेपालको प्राकृतिक साधन स्रोत नेपाली जनताको समृद्धिको आधार हो कि नेताहरूको लुट्ने भाँडो हो? हामी हेरिरहेछौँ, जङ्गल एउटा आम्दानीको स्रोत हुनु पर्थ्यो, जल जमिन आम्दानीको स्रोत हुनु पर्थ्यो, तर यी स्रोतहरू नेताजीका आसेपासेहरू मनमाने लुटिरहेको छ।